आफूभन्दा ठुलोलाई सम्मान गर्ने आफूभन्दा सानोसँग सम्मान लिने म सरोज शाहको तर्फबाट सबैजनालाई नमस्ते स्वीकार दिनु होला। आज यहाँ कार्यक्रममा निम्ताउनु भएकोमा हाम्रो मध्य प्रदेश प्रबन्धक बोर्डलाई धेरै धेरै बधाई धन्यवाद दिन चाहन्छु। यहाँ धेरै साथीहरूको धेरै गुनासो छ, यहाँ मात्रै होइन। यो पीडा विडम्बना यो फिल्म क्षेत्रभित्रै छ क्या। पहिला के हामीले बुझ्नु पर्दछ, यसको विकल्प छ त छ, तर यसलाई चाहिँ क्लियर पनि त गर्नु पऱ्यो नि होइन। हरेक लाइनमा खिचातानी हुन्छ, तर त्यो खिचातानीलाई हामीले नै गरिरहेछौँ र त्यो पनि हामीले नै चेन्ज गर्छौँ क्या। म यो प्रबन्धक बोर्डलाई के भन्न चाहन्छु भन्दाखेरि कलाकारको तर्फबाट कलाकारहरूको लागि गरिदिनु पर्ने कुराहरू म दुई चारवटा पोइन्टहरू राख्छु। हाम्रो प्रबन्धक बोर्डजीले नोट गरिदिनु होला। हाम्रो कलाकारहरूको लागि के गरिदिनुपर्छ भन्दाखेरि मलाई जहाँसम्म लाग्छ जनकपुरमा एउटा राम्रो थिएटर, जुन कि सबैजना त्यहाँनिर केही सिक्न पाऊँ। आफ्नो आफ्नो हबी हुन्छ। म पनि 2008मा मोडलिङ क्षेत्रमा छिरेको। मेरो जति 14 वर्षको मतलब 14 वर्ष भयो अहिलेसम्म। अहिलेसम्म स्ट्रगल जारी नै छ र जारी रहन्छ। जबसम्म हामी छौँ एक्टिङ कहिले पनि मर्दैन। सधैँ नयाँ कुराहरू सिक्नुपर्छ र लिनुपर्छ हरेकसँग। त्यसैले प्रबन्धक बोर्डले हाम्रो लागि अब जस्तै एउटा थिएटर राखिदिए हुन्छ। सबैजना त्यहाँ आएर आफ्नो आफ्नो मतलब एक्टिङ, डान्सिङ, सिङ्गिङ, कोरियोग्राफी जे मन लाग्छ पर्फेक्ट टाइम लाग्छ। तपाईँ नआत्तिनु होला। यो होइन कि म 2 वर्ष काम गरेँ सिकेँ, मलाई सरले चान्सै दिनु भएन। सरले चान्स दिनुहुन्छ। त्यो सही समयको हामीले इन्तजार गर्नुपर्छ। र त्यसपछि मैले देखेँ काठमाडौँमा पनि हाम्रो के छ भन्दाखेरि हरेक चिजको सङ्घ संस्था छ। जस्तै निर्देशन भयो, कलाकार सङ्घहरू, सबैको संस्था छ। के छ भन्दाखेरि तपाईँको जस्तै धेरै कलाकारहरू छन्। कलाकारहरूले के भन्छ भन्दाखेरि सर म त दिनभरि डान्स गरेँ, म काम गरेँ, मैले प्राथमिकै पाएन क्या। त्यो गुनासो अब पनि नआओस्। प्रबन्धक बोर्डले अझै म्युजिक भिडियो फिल्म लाइनमा जति कलाकारले काम गर्नुहुन्छ उहाँहरूको एउटा प्राथमिक दिनुपर्छ। यति पायो भने तपाईँहरू काम गर्नुहोला। म्युजिक भिडियोदेखि फिल्मसम्म यो एक्टरको भ्यालुएसन यति मतलब हुनु पऱ्यो भनेर के भयो। र यहाँ मैले सुनेको थिएँ कि मतलब आदित्यनाथ योगीज्यू उहाँले आफ्नो फिल्म स्टुडियो बनाउँदै हुनुहुन्छ आफ्नो क्षेत्रमा। अझै हाम्रो जनकपुरमा पनि त्यो फिल्म स्टुडियो भइदियो भने कति गर्वको कुरा हुन्छ क्या। माता जानकी कति खुस हुनुहुन्छ कि हाम्रो मतलब जानकी मन्दिर त छँदैछ, फिल्म एकाडेमी बन्यो क्या। अब यहाँ फिल्म स्टुडियो बनाइदियो, जुन कि जति पनि सुटिङ हुन्छ त्यो भित्रै हुन्छ। हामी हलिउड मुभीहरू हेर्छौँ, मतलब 1 घन्टामा पुरा देश ध्वस्त पारिदिन्छ क्या। त्यसमा केही भिएफएक्सहरू हुन्छ र केही रियल हुन्छ। रियल के हुन्छ भन्दाखेरि तपाईँको तिनीहरूको हजारौँ हजार बिघामा आफ्नै सेट लगाएको हुन्छ क्या। न ट्राफिक जामको प्रब्लम, न सुटिङको प्रब्लम। अब जस्तै यहाँ के हुन्छ, एकजना त्यहाँ राख अनि मात्रै सुटिङ हुन्छ। तर तिनीहरूको आफ्नो फिल्म स्टुडियो भयो भने त्यो भित्र धेरै कुरा म्यानेज हुन्छ, स्मुथली काम गर्न सकिन्छ। यो भयो। बाँकी 2 नम्बर स्टेटमा मिस्टर एन्ड मिस जनकपुर भयो, तपाईँलाई थाहा भयो स्टेट 2 भनेर है। त्यसमा म एज अ जज भएर आएको थिएँ कि जनकपुरबाट। मैले के देखेँ भन्दाखेरि कलाकार बन्न चाहन्छ मान्छे क्या, जो पनि बन्न चाहन्छन् र त्यो राम्रो कुरा हो। मतलब सपना भन्छ नि, ड्रिम नदेख्दैन क्या। ड्रिम मतलब सपना देख्नुपर्छ अनि मात्रै भोलि त्यसको लागि काम गरिन्छ। त्यो गर्नुभयो भने राम्रो हुन्छ। त्यसमा मैले के देखेँ भन्दाखेरि पार्टिसिपेट धेरैजना हुनुहुन्थ्यो। आई थिङ्क अलमोस्ट कति 200 थियो होला त्यसमा है। 200 थियो।
हाम्रै गार्जियन अथवा तपाईँहरूको गार्जियन को पनि चाहना छ कि मेरो छोराछोरीहरू कलाकार हिरो हिरोइनी बन्दिए हुन्छ। तर लास्टमा के कुरा आउँछ भन्दाखेरि आर्थिकको फिल्म यतिकै त बन्दैन नि यार। यो टिकटक त होइन नि 15 सेकेन्डमा मतलब दुनियाँ देखाउने फिल्म भनेको त कमसेकम तपाईँको हलमा रिलिज हुनु पर्यो, थिएटरमा रिलिज हुनु पर्यो। त्यसको लागि एउटा बजेट छुट्याइन्छ, जुन कि हाम्रो प्रबन्धन बोर्डले के निर्णय गर्नुभएको छ, कति बजेट छुट्याउनु भएको छ त्यति मलाई थाहा छैन। र अझै त्यो फिल्म बेसमा केही बजेट छुट्याइदिनु भयो भने जस्तै कलाकार बन्ने इच्छा त छ, तर उहाँ गार्जियन 200 करोडको जति फिल्म त बन्छ नेपाली मुभी, वर्षमा 200 करोड जतिको त फिल्म बन्छ आई थिङ्क त्यतिसम्म। तर हाम्रो 51% मधेसमा कतिवटा फिल्म बन्छ। आज बलिउडलाई डाउन गरेको एउटा मद्रासी मुभीहरूले हो, भन्छ नि झुकेगा नहीं। अब झुकेगा नहीं यो त कहिले पनि नझुक्ने भयो क्या, हो कि नै? त्यस्तै हामी पनि चाहन्छौँ कि यार उसो के काठमाडौँमा उहाँले म्यामले भने जस्तो भन्नुभएको जस्तै हामीलाई गाह्रो छ, धेरै नै गाह्रो छ, तर कसलाई ठोक्ने यस्तै ठाउँ पायो भने मनको भ्रास निकाल्न पाइन्छ। स्ट्रगल त जारी नै छ क्या, मन्जिल कहिले मिल्छ त्यो थाहा छैन, तर आफ्नो स्ट्रगल जारी छ सबैजनाको। 51% छ हामी यार, हाम्रो तराई बसी हामी जुन देखाउँछौँ क्या, हामी पब्लिकमा हामी एरियामा 51% छौँ भनेर। तर मैथिली फिल्म कतिवटा बनिरहेको छ जुन कि हामी मतलब कम्पेरिजन ल यस्तो फिल्म बनायो आज काठमाडौँमा रिलिज गर्नुपर्छ फिल्मलाई, र यस्तो फिल्म छ कि त्यसलाई मतलब राम्रो हुन्छ नि एउटा पराजित गरोस् के कि मैथिली फिल्म पनि यस्तो बन्दो रहेछ है। यसले कलिउडलाई सङ्केत दिन्छ, जस्तै बलिउडलाई मद्रासी फिल्मले सङ्केत दिएको छ। पुरै सकेसम्म त मलाई लाग्छ 80-90% डाउनै गरिदिएको छ। त्यस्तै म पनि चाहन्छु कि हाम्रो मधेसमा पनि प्रड्युसर होस्, कन्भिन्स गर्नुहोस्। प्रड्युसर छन्, पैसा नहुने होइन, पैसा पनि छ तराईमा, तर सिर्फ कन्भिन्स गर्ने मान्छे कमी छ कि जस्तो लाग्छ मलाई। इच्छा पनि छ कि मेरो छोराछोरीहरू हिरो हिरोइन बनोस्, तर लगानीको कमी छ। लगानी गरेर राम्रो फिल्म बनाउनुहोस्, तपाईँहरू राम्रो प्रचार गर्नुहोस्, तराईमा चलाउनुहोस् त्यो फिल्म भनेर। तर जे पाए त्यही बनाउनु छ भने त्यसको ग्यारेन्टी केही पनि छैन। 15 सेकेन्डको टिकटक 16 सेकेन्डमा हराउने नै हो। यस्तो भन्नुहोस्, हाम्रो अशोक दाईहरू हुनुहुन्छ, अग्रजहरू हुन्छ, उहाँहरू स्ट्रगल गर्नुभएको छ। हामी उहाँलाई मतलब देखेर इन्सपायर भएर अहिलेसम्म पनि उहाँहरूको नाम राख्छौँ, केही बोल्न चाहन्छौँ कि दाईहरू अझ गर्नुभएको छ, अझ गरिदिए हुन्थ्यो कि नयाँ पिँढीको लागि 2-4 फिल्म बनाइदिए हुन्थ्यो कि तराईदेखि पुरा नेपालमा रिलिज गर्न पाउँथ्यो क्या त्यो। यस्तो छाप कि त्यो केजिएफ मात्रै होइन कि तराईको केजिएफ होस् कि जुन कि नेपालमा अब कालो र सेतोदेखि मतलब छैन, अब डाइरेक्टमा भएको हेरेर पनि चल्छ है। कुनै छ अनमोल केसी नै चाहिन्छ भनेर सौगात मल्ल पनि चल्छ। त्यही भएर यसको लागि तपाईँले चाहिँ अलि कलाकार पर्याप्त छ, जो आफूमा प्याकेज छ, जो छैन उसलाई बनाइन्छ। डाइरेक्टरको हातमा हरेक कुरा हुन्छ, जुन कि डाइरेक्टरले त्यो कलाकारबाट निकाल्न सकोस् त्यो हुनु पर्यो। र बाँकी नै यो मिडियाको कुरा उहाँले गर्नुभएको थिए, मिडियाको कुरा कि मैले गीत बजाउनु गएँ, गीत बजाइदिएन, त्यो ठुलो विडम्बना हो। काठमाडौँको टेलिभिजनहरूले कलाकारलाई टाइममा बोलाएर इन्टरभ्यू, आफ्नो मतलब इन्ट्रोडक्सन, आफ्नो काम गरेको केही आधी घन्टा 1 घन्टाको प्रोग्राम राख्छ क्या। त्यस्तै कार्यक्रम हामी पनि चाहन्छौँ कि 2 नम्बर प्रदेशको टेलिभिजनहरूले यहाँको सेलिब्रिटीलाई अथवा एज अ कलाकार जो टिकटकमै फेमस होला, कोही म्युजिकमा होला, कोही केमा होला, उहाँलाई ल्याएर लाइभ टेलिकास्ट गरेर एउटा प्रोग्राम राखिदिनु भयो भने त्यो एकदम भाइरल हुन्छ, त्यसले पब्लिसिटी लिन्छ कि हो यो लाइनमा इन्ट्रेस्टेड भइरहेछ। मिडियाले हामीलाई डेफिनेटली साथ दिनुपर्छ। मिडिया भएन भने फेरि हामी छैन, र हामी छैन भने मिडिया छैन, दुईजनाकै एकअर्काको लिङ्क हुन्छ। त्यो जसरी पनि चाहिन्छ। अब उहाँको प्रबन्धन बोर्डले अब त्यो पनि गराउनुहुन्छ। जति पनि त्यहाँको टेलिभिजनहरू छ